त थानमा रोटी हाल्ने थानमै गएर हाल्ने खानेकुरा त्यहीँ बनाउने सँगसँगै महिला दिदीबहिनीले खाने भएर हामीले चलन बनायौँ। अर्को एउटा घटना तपाईँलाई सुनाउँछु म, यो चलनको कुरामा जोड्या है। म पहिला विदेश बस्थेँ, जाँदाखेरि बाटोमा जाँदाखेरि मेरो बुहारीलाई माइत छोडिदिउँ भन्ने मेरो विचार आयो। के अरे मिल्यो त्यस्तै मौका, मैले लिएर गएँ। बिचा खोलो पर्थ्यो, हेर्नुहोस् खोलो असाध्यै बढेको थियो। म त तरिहालेँ, बुहारी बिचा अड्किन्। भाइ बुहारी होइन, अब तारम बुहारीलाई छुन हुँदैन है, नतारम बगाउन लागिसक्यो है। मेरो त अब त्यो मन त हेर्नुहोस् यति पोल्यो मैले बेहोरेको घटना। अनि मनै मुरमुरिया छु, यस्तो पनि हुने भनेर मुरमुरिया छु। अनि गएँ हेर्नुहोस् त त्यतिकैमा एउटा चान्सले चाहिँ एकजना मान्छे आउनुभयो, उहाँले तार दिनुभयो। लगभग 6 महिना म भुतभुती रहेँ, हेर्नुहोस् उता विदेशमा छँदा। अनि घर आएँ, यस्तो पनि मानियो, यस्तो पनि हुन्छ भनेर गएर लाटा पानी त हुन्थ्यो नि अरू भन्नु थियो क्या मैले बेहोरेको घटना। भनेपछि छ त उपाय कहीँ छैन त भन्नु त। त्यसका लागि चलनहरू कतिपय दिन हामी त्यो होइन पानीमा चल्छ अरे होइन होइन, सुन्नु न, पानीमा छुना हुन्छ अरे क्या पानीमा, त्यो बेलाको कुरा। त्यसपछि अहिले चाहिँ मैले घरमा मेरै घरमा 8वटा बुहारी छन्। मैले त्यो पानी लिएर आयो अनि भुइँमा राखिदिनु चलन। मेरो यस्तो ढाडमा पिरो आएको थियो क्या, पिरो आएको थियो, जेठाजीले फुक्नुहुन्थ्यो। अनि त्यो फुक्ने बेलामा चाहिँ जेठाजीले छुनु हुँदैन भन्दा उहाँले के भन्नुभयो भने उहाँ चाहिँ पण्डित पनि हो क्या, मतलब सौदा भन्ने पण्डित हुन्छ नि, त्यो थर पण्डित होइन त्यस्तोले। अनि पर पुरुष कसैलाई पनि सकेसम्म महिलाले नछोएको राम्रो, किन भन्दा पुरुषहरू बेमानी हुन्छन्। होइन सुन्नु न, अहिले हामी त साँच्चै हो नि यो कुरामा कुरा अलिक रमाइलो पनि हुन्छ, मनोरञ्जन पनि भयो होइन। वास्तवमा अहिले पनि हामी त अझ त के अरे नेपालको हिसाबले र यो खुल्लापनको हिसाबले हामी धेरै अगाडि छौँ है। अहिले पनि तपाईँ तराईमा जानुहोस् या तपाईँ भारत हामी विकसित भएको मान्छौँ नि, साँच्चै भने घरको बुहारी जेठाजु र झन् ससुराले बाटा भेट्यो भने तरकारी किन्दा या बजारमा भेट्यो भने मेरो बुहारी भनेर चिन्दैन, घर चिन्दैन ल होइन। त्योभन्दा त हामी धेरै विकसित छौँ नि। तर पनि हाम्रा मैले यो कुरा दिदीले भने जस्तो हाम्रा कतिपय चलन हामीले बनाएका चलन, हाम्रो समाजले बनाएका चलन, महिला भएकै कारणले के पुरुष भएकै कारणले बनाएका चलनहरू जुन छन् नि, जुन हामीले परिवर्तन गर्न सक्छौँ। जसरी मेरो बुवाले पानीमा त चल्थ्यो नि छुन भने जस्तै कतिपय चलनहरू हामीले परिवर्तन गर्न सक्छौँ भन्ने कुरा बुझ्न खोजेको क्या, बुझाउन खोजेको होइन। तपाईँको त्यसमा हरेक कुरा राम्रो दृष्टिकोण छ हो। पहिला साँच्चै भने अहिले पनि तपाईँको विदेशमा कतिपय तपाईँ गल्फ कन्ट्रीमा जानुहुन्छ भने छोरी मान्छे महिलाहरू खिलाउन हुन्, तर हाम्रोमा देवी हो होइन। अनि त्यसपछि आएर त्यो नजर मान्छेको दृष्टिकोण चाहिँ अलिकति महिलालाई हेर्ने दृष्टिकोण पहिला कतिपय मान्छेहरूको नराम्रो हुने गर्थ्यो। महिलाले बोल्न सक्थेनन्, भन्न सक्थेनन्, अहिले प्रतिकार गर्न सक्छन् होइन। विभिन्न कानुनी व्यवस्था आएको छ, त्यही कानुनी आधारहरू यो छ। हामी पछाडि नपरौँ, हामी अगाडि बढौँ, आफ्नो कुरा राखौँ भनेर नै यस्ता खालको कार्यक्रम त अगाडि आएको हो। त कानुनमा त्यही अनुसार व्यवस्था भएको हो। त एउटा अर्को घटना पनि तपाईँलाई सुनाउँछु होइन। मान्छे कति पीडित भएको हुन्छ होइन। एकजना महिला गाउँको विपन्न असाध्यै कमजोर महिला, सायद सरहरूले कथा सुन्नुभएको थियो, वास्तविक घटना हो होइन। गाउँका चाहिँ ठुला खाला मान्छेहरूले त्यो महिलामाथि चाहिँ के अरे लगभग पुरै गाउँका मान्छेहरूले नराम्रो काम गरे, गलत काम गरे। उसले चाहिँ सबै ठाउँ गर्दैन, उसले न्याय माग्न जाँदाखेरि उसले कहीँ न्याय पाएन। अनि थाहा छ उसले के गर्यो, ऊ डाकु बन्यो। डाकु बनेर ती गाउँका चाहिँ 22जना मान्छेहरूलाई सखा एकै दिनमा सखा पारेर मारिदियो। त्यही कारणले पछि उसले आत्मसमर्पण गरेर जेल गयो, जेलबाट छुटेर सांसद भयो। सांसद भएपछि फेरि त्यसको बदला त एउटा न एउटा लिन्छ, फेरि मारिदियो। थाहा छ नाम कसैलाई? भारतको हो यो
कसैले सुन्नु भएन, सरले सुन्नु भएन। फुलन देवी भन्नेको हेर्नुहोस् कथा अहिले पनि युट्युबमा हेर्नु भने त्यो पनि तपाईँले हेर्न पाउनुहुन्छ, वास्तविक घटना होइन। त्यसो भए कतिपय कुरा हाम्रा महिला दिदीबहिनीले आफूसँग जति पीडित भए पनि त्यो व्यक्त गर्न सक्नुहुन्न, गर्नुहुन्न। यसरी नै हिजोको एउटा कार्यक्रममा एकजना महिला सहभागी गराएको थिएँ मैले, जसलाई आमा परिवार सबैलाई भित्र राखेर बाहिर आगो लगाएको मान्छे भर्खरको घटना हिजो सहभागी गराएको थिएँ मैले कार्यक्रममा होइन। किनभने उसलाई पनि मैले त्यसरी यस्तो कुराहरू तपाईँले बुझ्नुपर्छ बोल्नुपर्छ भनेर त्यसरी जोडेको थिएँ हिजोको कार्यक्रम, बेस्तरको कार्यक्रम। तर उहाँले व्यक्त गर्नु धेरैलाई थाहा भएन, मैले उहाँलाई जुन मैले तपाईँलाई थाहा भएन होइन। कतिपय यस्ता कुराहरू छन् जुन मान्छे अझै पनि पीडित भएर बसिरहेको छ भने क्या मैले। ल हुन्छ है त, मैले बिचमा थोरै तपाईँलाई जानकारी गराएँ।